नेपाल प्रहरीको अहिलेसम्म सगरमाथा कोही चढेको छैन तर चढ्छु भन्ने एकचोटि नै चढ्छु भनेर बाल्यकालदेखि नै मेरो मम्मीसँग कुरा गर्थेँ मम्मीले कुरा गर्दाखेरि चाहिँ एउटा अब सगरमाथा चढ्ने भनेको आफ्नै कुरा हो जोखिम पनि छ अनि ठुलो ठुलो अग्लो हिमालतिर अथवा अग्लो ढुङ्गातिर चढेर अग्लो ठाउँमा चढेर म चाहिँ सगरमाथा चढेको नक्कल गर्थेँ बाल्यकालदेखि नै अनि मम्मीसँग सल्लाह गर्दाखेरि मेरो मम्मी त होइसिन्न अहिले स्वर्ग होइस्यो अनि त्यतिखेरदेखि म भित्र एउटा चाहना चाहिँ थियो हुँदा हुँदा अब 63 सालमा जागिर खाइसकेपछि अब कोही छैन सगरमाथा चढ्छु भन्ने मेरो 63 देखि नै प्लानिङ तर विभिन्न अप्स एन्ड डाउनले अब त्यति सजिलो छैन कर्मचारी स्वीकृति लिने काम गर्ने अब स्पोन्सरसिपका कुरा सबैभन्दा खर्च पनि हुन्छ हुँदा हुँदा करिब 18 वर्षपछि सगरमाथा चढ्न पाएँ मैले